हेलो गाइस, वेलकम टु माई न्यू व्लग। आजको व्लगमा चाहिँ मेरो चाहिँ स्कुलमा चाहिँ विदाई पार्टी भएको कारणले हामीहरू चाहिँ 9 क्लासको चाहिँ तयारी गर्ने छ। त्यसैले म चाहिँ स्कुलमा जाँदैछु। केटाहरू चाहिँ स्कुलमा पुगिसकेको छ, हेर्न सक्नुहुन्छ। आजको लुक चाहिँ लुक हुँदैछ। त्यहाँ चाहिँ केटाहरू पुगिसकेको छन्। के गर्ने भने तनाव भएको छ कि, त्यसैले आज चाहिँ ब्लग पनि बनाउने भनेर क्यामेरा पनि लिएर आउँछ। अब स्कुल टक्क जाँदैछौँ। फेरि स्कुल गयो भने हाम्रो लेक चाहिँ ब्लग चाहिँ डेली आउँछ गाइस, हेर्नु होला। म चाहिँ बाटो जाँदैछौँ। त्यता चाहिँ उतातिर चाहिँ भगवान्को मन्दिर छ। त्यसरी चाहिँ हामीहरू हिन्दू भएको कारणले जुन मन्दिर देखे पनि ढोक लाग्नै पर्छ हामीहरूले। हेर्नु होला, मेरो चाहिँ जातको ब्लग चाहिँ यतादेखि यहीँ बनाएको थिएँ। जातको ब्लग आज हेर्नु होला कस्तो लुक छ यताको। म चाहिँ गोप्रो क्यामेरा लिएर हिँड्दैछु। चार्जिङ पनि खतम भइसकेको छ गाइस। जाँदा चार्जिङ लगाउने हो, फेरि भिडियो स्टार्ट गर्ने हो गाइस।
यही हाम्रो दोस्त छ अगाडि कहाँ हो त्यो नाना देखियो आफ्नो प्रस्तुति गर्न दिनु हुन विनम्र अनुरोध गर्दछु। बहिनी सन्ध्या कहाँ हुनु? यत्रा बहिनी यही साइड सम्पूर्णलाई मेरो नमस्कार। मेरो नाम सन्ध्या प्रभु हो। आज गीत गाउन गइरहेको छु। मेरो गीतको शीर्षक छ विदाई। शुभकामना छ हजुरलाई जीवन सफल सुखी बनोस्। शुभकामना छ हजुरलाई जीवन सफल सुखी बनोस्। यही बिन्ती ईश्वरमा राखी सम्झनाको मिठो कोसेली। यही बिन्ती ईश्वरमा राखी सम्झनाको मिठो कोसेली। नचाहेर हाम्रो भेटौँला कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, शिक्षक शिक्षिका मित्रहरू र मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हाम्रो कार्यक्रम फेरि भेटौँला अर्थात् कक्षा 10 को विदाई भन्दा फेरि अझै भेटौँला भन्ने कार्यक्रम मनाउँदै आइरहेका छौँ र त्यसमा एकतर्फ यसो हेर्दा दुखित अवस्थामा देखिएका छैन भने दुःख होइन, यो राम्रो अवसर हो। कक्षा 10 पास गरेर कक्षा 11 हुन्छ। हामी समयलाई फेर नफालिकन मायाको चिनो वितरण कार्यक्रमतर्फ लाग्नेछौँ। हुन्छ, टिका लगाएर मायाको चिनो वितरण गरिदिनका लागि हाम्रा यस विद्यालयका प्रधानाध्यापकज्यू सरलाई हार्दिक अनुरोध गर्दछौँ। तालिका साथ ज्यू सरलाई विनम्र अनुरोध गर्दछौँ र कक्षा 10 का दिदीबहिनी अथवा दाइ भाइहरूलाई लाइनका साथ आएर मायाको चिनो लगिदिनु हुन विनम्र अनुरोध गर्दछौँ। लाइनका साथ हुन्छ। कक्षा 10 की दिदी रितु दिदीलाई यहाँ प्राङ्गणमा आएर आफ्नो मायाको चिनो लगेर गइदिनु हुन विनम्र अनुरोध गर्दछु।
सम्पूर्णले तालीबद्ध बजाइदिनु होला। हुन्छ, यसै गरी हामी कक्षा 10 की दिदी निर्मला विष्टलाई यहाँ आएर आफ्नो मायाको चिनो लगिदिनु हुन विनम्र अनुरोध गर्दछु। रितु कडायत, दीपा कोली, सरस्वती भट्ट, विशाल टमटा, भीम महरा र चन्द्र पार्की। र सागर साउथ, शेरबहादुर साउथ। हामी यथावत स्थानमा रहेर हल्ला नगरिकन बस्नेछौँ। मायाको चिनो वितरण भइरहेको छ। तालीका साथै मायाको चिनो दिँदाखेरि ताली बजाइदिनु होला सम्पूर्णले। सम्पूर्णले फेरि 1-2 जनाले होइन। सम्पूर्णले ताली बजाइदिनु होला। त्यो मिठाई सबैलाई दिनेछ, बाँदरको जस्तो नगर है सबै। कमसे कम यहाँ मायाको चिनो वितरण भइरहेको छ, कानमा रु हाले जस्तो छ। ताली त बजाइदेऊ। हो, बाँदरको पुछर कहिले सिधा हुँदैन, त्यही हो कुरा। तालीपट्ट बुझ्यौ नि? तोरीमा तिलमा छ तेल पार्थ्यो, आफै कहाँ झर्छ र तेललाई पर्छ बिना प्रयत्न मुखमै आएर के पर्छ र। हामीले मेहनत गर्न पर्छ। तेलका स्रोत भएर पनि तिलहरू, तोरीहरू, तिलहरू सबैलाई नपेलेसम्म त्यसबाट तेल निस्किन सक्दैन। त्यस्तै मेहनत नगरेसम्म सफल होइँदैन भन्ने कुरो हामीले बुझ्नुपर्छ। र अझै पनि हाम्रो समय बाँकी छ। कक्षा 10 का भाइ बहिनीहरूले अझ मेहनती बनेर सबैजना जतिजना हुनुहुन्छ सबैजना सफल हुनुहोला। आउँदै गरेको एसए परीक्षाको शुभकामना सहित सबै विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै म पनि बिदा हुन्छु। धन्यवाद। कक्षा 9 यो कार्यक्रम निरन्तर चक्र हो। प्रत्येक वर्ष भाइ बहिनीहरूलाई थाहा छ 9 कक्षाले 10 कक्षालाई फेरि भेटोला कार्यक्रम राख्ने, 11 कक्षाले 12 कक्षालाई राख्ने, अनि ब्याचलर लेभलमा पनि त्यस्तै थर्ड इयरका विद्यार्थीहरूले फोर्थ इयरका विद्यार्थीहरूलाई यसो फेरि भेटोला कार्यक्रम राख्ने, मास्टर लेभलमा पनि फर्स्ट इयरका विद्यार्थीले सेकेन्ड इयरका विद्यार्थीहरूलाई यो कार्यक्रम राख्ने, आउनेलाई स्वागत गर्ने र विद्यालय छोडेर जानेलाई हार्दिकताका साथ विदाय तथा फेरि भेटोला कार्यक्रम यो निरन्तरता हो। त्यसैले कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरू आउँदादेखि नै मैले 10 कक्षाको सामाजिक विषय पढाएँ। मलाई विद्यार्थीहरूको गुण, आनी बानी, उनीहरूको शैली साह्रै मन पर्यो। असाध्य अनुशासित, भनेको मान्ने ज्ञानी, जसरी कक्षामा देख्दाखेरि शान्तपूर्वक देखिने, मिहिनेती देखिन्थ्यो, त्यस्तै गरेर घरमा पनि मिहिनेत गरेर पढ्नका लागि पनि सम्पूर्ण विद्यार्थी हाम्रो एसीमा सहभागी हुने विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु। र हाम्रो परीक्षा नजिकै अब करिब हाम्रो 20-22 दिन मात्र छ। परीक्षा नजिक आइरहेको छ। यो हाम्रो बिदाय नभइकन फेरि भेटोला कार्यक्रम हो। एउटा भइआएको रीतिथितिलाई
हामीले सम्हालेर अगाडि बढाउने मात्र हो र हामी यहाँबाट छोडेर गए पनि अहिलेलाई छोडेर गए पनि आएर हाम्रा कक्षाहरू सर म्याडमहरूलाई आफूले नजानेका विषय